कैलाली जिल्लाको भजनी नगरपालिकामा आजदेखि नगरस्तरीय परीक्षा सुरु भएको छ। नगरपालिकाले कक्षा 5 र 8का विद्यार्थीहरूको शैक्षिक स्तर मूल्याङ्कन गर्न वार्षिक परीक्षा सञ्चालन गरेको हो। परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका आवश्यक तयारी पुरा गरेको शिक्षा शाखा अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो। आज मिति 2021 साल 12 महिना 3 गतेदेखि यस भजनी नगरपालिका अन्तर्गतको आधारभूत कक्षा 5 र 8को परीक्षा सञ्चालन भएको छ, सुरु भएको छ। यस नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका 23वटा सामुदायिक तथा संस्थागत विद्यालयका लागि कक्षा 8को परीक्षा सञ्चालन गर्नको लागि 4वटा केन्द्रहरू निर्धारण गरिएको छ। 4वटा केन्द्रहरूमध्ये मौनेल मावि भजनी 1, राष्ट्रिय मावि खैलाड 2 अनि कर्मेश्वर मावि कोटी र नवलपुरमा सरस्वती मावि नवलपुरमा 4वटा केन्द्रहरू कक्षा 8को लागि निर्धारण गरेको छ, जसमा कक्षा 8मा 23वटा विद्यालय भजन नगरपालिका अन्तर्गत 23वटा सामुदायिक र संस्थागत विद्यालयका 1041 जना विद्यार्थीहरू सहभागी भएका छन्। परीक्षा सञ्चालन प्रक्रिया हेर्दा अनुगमनको क्रममा एकदम सरल र सहज तरिकाले सौहार्दपूर्ण रूपमा सञ्चालन गरेको भयो। त्यसैगरी कक्षा 5 पनि हामीले पालिका स्तरीय यो शैक्षिक सत्रमा भजनी नगरपालिका अन्तर्गतको कक्षा 5को परीक्षा पालिका स्तरीय गरेका छौँ। 31वटा विद्यालयमा केन्द्र निर्धारण गरेको छ, केन्द्राध्यक्षको व्यवस्था गरेको छ। सबै ठाउँ विद्यालय आज पहिलो दिन अनुगमन गर्दा सबै ठाउँको परीक्षा कक्षा 5 र कक्षा 8को परीक्षा मर्यादित रूपमा सञ्चालन गरेको पाइयो। कक्षा 5मा जम्मा 31वटा विद्यालय केन्द्रमा 748 जना विद्यार्थीहरू सहभागी भएका छन्। विद्यार्थीहरूलाई सहज वातावरणमा परीक्षा दिन सक्ने व्यवस्था मिलाएको छ। चैत 9 गतेसम्म सञ्चालन हुने परीक्षाका लागि नगरपालिका 4वटा परीक्षा केन्द्र तोकेको छ। कक्षा 8को परीक्षामा 23वटा सामुदायिक तथा संस्थागत विद्यालयका 1041 जना विद्यार्थीहरूको सहभागिता रहेको छ भने कक्षा 5को परीक्षाका लागि नगरपालिकाले 31वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। सामुदायिक तथा संस्थागत विद्यालयका 739 विद्यार्थीहरूको सहभागिता रहेको शिक्षा शाखाले जनाएको छ। नगर प्रमुख केवल चौधरीका अनुसार हाम्रो भजनी नगरपालिकामा अब कक्षा 8को हामीले बोर्ड परीक्षा नगरपालिका स्तरीय र यो परीक्षा कसरी गुणस्तर हुन्छ, चुस्त दुरुस्त कसरी हुन्छ भन्ने हिसाबले हामीले साबिक 4वटा गाविसको हिसाबले 4वटा केन्द्र मानेका छौँ र यसमा लगभग जहाँसम्म 1 देखि 10 सम्मको जुन परीक्षाको कुरा छ त्यसमा 8को आफ्नो हिसाबले छ र 5को हामीले के गरेका छौँ भन्नाले जहाँ 5सम्म कक्षा सञ्चालन भएको छ त्यो लगभग 31वटा विद्यालयमा हामीले सञ्चालन गरेका छौँ त्यो परीक्षा र पहिलो दिन यो अनुगमन गर्दाखेरि एकदम चुस्त दुरुस्त र मर्यादित किसिमले पाइएको छ। यसमा हामी खुसी छौँ र यो शिक्षा नै गुणस्तर होस् भन्ने कायमको लागि पनि हामीले आज हजुर लागिराख्नु भएको छ। यो विषयमा चाहिँ गुणस्तरको लागि लागिराख्नु भएको छ। अवश्य पनि अब सबभन्दा पीडा हामीलाई ठुलो छ यो शिक्षाको घट्दो जुन अहिले गुणस्तर छ यसलाई कसरी मर्यादित बनाउन सकिन्छ, कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले हामी सबै लागेका छौँ। परीक्षामा विद्यार्थीहरूका लागि शान्त र भैरव वातावरण सञ्चालन गर्न आवश्यक उपायहरू अपनाएको छ। परीक्षाको मर्यादा तथा कायम राख्न अनुगमन समेत गरिरहेको बताउनुभयो। शिक्षा शाखाले विद्यार्थीहरूलाई तनावमुक्त भएर परीक्षा दिन आग्रह समेत गर्नुभएको छ। नगरपालिकाले परीक्षाको सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ।